हजुर अच्छा नमस्कार नमस्कार। ल अब हेर यहाँतिर सरस्वती पूजा तपाईँले मान्नुहुन्छ, यहाँ इन्डियामा पनि धेरै पूजाहरू हुन्छ, हिन्दू धर्मको पनि धेरै पूजा मानेर धेरै। फाइदा छैन, एउटै पूजा मानेर बस्छ, पाकेटमा पैसा धेरै देखिन्छ हजुर और त्यसको भन्दा कमाइ पनि राम्रो हुन्छ। देखे भगवान्ले ढोक गर्ने, नदेखेपछि नि आफ्नो काम सुरु गर्ने, त्यसैमा राम्रो हुन्छ। ल हेर्नुहोस् दर्शक बिन्दुहरू, आज मैले एउटा दाइलाई भेटेको छु। उहाँसँग म एउटा कुराकानी गर्दैछु। मेरो साइडमा बस्नुभएको छ। अँ, उहाँ धेरै सालसम्म यो इन्डियाको मेघालय शिलङमा काम गर्दै आउनुभएको छ रोजगारीको सिलसिलामा। म पनि यहीँ छु। हामीहरू यसो दुःख सुख बात गर्दै गरेका छौँ। नेपाल घर कुन जग्गा पऱ्यो, कुन जिल्ला? अब हाम्रो यसो भने काँक्राभित्तातिरै जाने एरिया छु। हजुर अगर भेट्न सेट्न सबै सबलाई काँक्राभित्तामै भेट्ने हो। हजुर। त्यहाँ अलग अलग गाडी पक्रेर कोही कता निक्लिन्छन्। बोर्डरबाट उता छिडिएपछि त काँक्राभित्ता अब गाडी यस- फेरि भेट्यो नि त्यहीँबाट अलग अलग हुनु पर्यो। अनि नेपालमा एउटा माहौल चल्दैछ, हेर्नु चुनाव भन्ने छ। धेरै पार्टीहरूले, धेरै साथीहरूले अरू एमाले काङ्ग्रेस यताउति राप्रपा के भन्छन् होइन, अँ, यिनीहरूले केही देश बनाउन सकेन। अब घन्टीको माहौल धेरै चलेको छ। तपाईँले यस घन्टीको विषयमा के भन्न चाहनुहुन्छ? राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी अब अरे एउटा अब सुशीला कार्की अब उहाँको प्रधानमन्त्री बन्नु भएको छ। यही अब मार्चको 6 तारिकबाट सुरु हुनेवाला छ अब होइन। हजुर मार्चको 6 तारिकबाट अब सुरु हुनेपछि नयाँ सरकार अहिले नयाँ सरकार अब जनताले जसलाई मन पराउँछ त्यसैलाई भोट दिने हो। हजुर और त्यसको माथि फेरि पनि अगर त्यसको बादमा अगर जनताले गर्ने त्यहाँदेखि उहाँ भोट खत्तम जब तक भोट चलेको छ सुशीला कार्की नै हो। भोटमा लास्टमा जसले जित्यो भने बल्ल त्यसको बादमा हामीलाई भोलि- सुख सुविधा हुनु पर्यो। एक मिनट, भोलि त्यसको बादमा बल्ल सरकार त्यो बस्छ। सरकारले छाटेको सरकारले नै जनताले छाटेको जनता हो, हजुर। जनताले छाटेको सरकार हो। हजुर। उसीको तर्फबाट बल्ल चल्छ, राम्रो हुन्छ। राम चल्छ। राम्रो। ल यसैमा अब हजुर। स्वतन्त्र पार्टी रवि लामिछाने, बालेन शाह जस्ताले केही देश बनाउने भन्ने धेरै जनतालाई आशा पनि छ। पहिलाको पुराना नेताले केही गरेनन्। हामी दुखी गरिबको छोराछोरीहरू अर्काको देशमा आएर गुलामी गरेका छन्। आज आफ्नो देशमा यदि रोजगारी भएको भएदेखि हामी यहाँ आएर लेबर काम गर्नु पर्थेन होला होइन। यहाँ अब भिडियो छ, यस्तो भिडियो। यस्तो छ। हेर्नुहोस्, आफ्नो देशमा केही रोजगारी हुन्थ्यो भने आज हामीलाई केही गर्नु पर्थेन। अब नेपालको नेताहरूलाई के भन्नु पर्यो भन्दाखेरि आफ्नो देशमा रोजगारी देऊ, आफ्नो देशको जनताले अर्काको देशमा आएर यस्तो पसिना खुन बगाउन नपरोस्। हेला अर्काको देशमा आएपछि हेला भइन्छ, घिरा गर्छन् अर्का देशको जनतालाई। हामी त्यस्तो हुनु नपरोस्। जसले जिते नै देश राम्रो बनाउन्, सबैलाई रोजगारीमूलक होस्। प्रत्येक यस्तरी अब अर्काको देशमा गएर अब- नोकरी खान काम खोज्न नपरोस् भन्न चाहन्छु। तर के यस्तो भन्नुहुन्छ? यस्तो कुरो हो। हेर अहिले त नेपालमा पनि विकास भएको पनि बहुत साल भइसकेछ। 10 वर्ष भइसकेछ, 10 साल 8 महिना पनि भइसक्यो होइन। हजुर अब यहाँको मतलब अब जनताहरू अब धेरै जस्तो त परदेशमा जान छोड्यो। आफ्नो नेपालमा पनि अहिले कमाइ धेरै हुँदैछ, उहाँ अहिले विकास पनि हुँदैछ। चाहे उनले वहीँ गर्न सक्छ। कसले अब कसैलाई त विदेशमा गर्नको मन लाग्छ, विदेशमा गर्छ, कोही फेरि नेपालमा गर्न मन लाग्छ, उसमा गर्न खोज्छ। हजुर अब सरकारले छाटेको जनताले छाटेको सरकार अब नयाँ बस्छ। जहाँसम्म हो जनताले जो सोचेको छ सरकार राम्रो हुनु पर्यो। अब उनले जसरी सोचे जस्तो काम गर्नु पर्यो जनताको, उनी खुसी हुनुपर्छ। ओली जस्तो बेकारको हुनु भएन। ओलीले गु खाएन, अरू जनताले गु नखाउने। ओली गधा हो, गधा गतरियो। अब ओलीले जस्तो किसिमको काम गर्यो त्यस्तो नगर्ने। जहाँसम्म राम्रै गर्ने हो, राम्रै तरिकाले हिँड्नुपर्छ। त्यसै काममा बल्ल राम्रो हुन्छ। ल त अब यसै बिचमा अब आउने चुनावलाई के भन्न चाहनुहुन्छ सम्पूर्ण जनताहरूलाई? जस्तै हामीलाई हेरेर बस्ने तपाईँ मलाई म जस्ता सबै हामी जस्तो पीडित जनताहरूको लागि दुःख कष्ट नभउन्। घन्टीले जिते पनि जुनले जिते पनि भोट चाहिँ दिने हो। अब हामीले त अब के भन्छ, हामी परेसान छौँ, हामीले भोट दिन पाइएन। आफ्नो आफन्तले जसलाई इच्छा लाग्छ, जसले देश बनाउँछ, जसले रोजगार दिन्छ, जसले अलि आफ्नो शिक्षा यताउता व्यवस्थापन गर्न सक्छ, गरिब दुखीको छोराछोरीलाई लालन पोषण गर्न सक्छ यताउता, त्यसैलाई नै भोट दिनु भन्नु पर्यो हामीले। अब हेर कुरो यस्तो हो कि अब सरकार अब नयाँ सरकार अहिले आउनेवाला छ। अब एकैचोटि उनलाई यत्रो ठुलो भारी पराएर उनले अब सरकार को बस्छ को बस्दैन
राम्रोसित बोलो यिनीहरूले त पुरा यो बाहिर बाहिर हामीलाई चिन्नुहुने सबैले यो अँ। युट्युब हेरेर बस्ने सबै दर्शकलाई के भन्न चाहनुहुन्छ गलत नबोलो फेरि युट्युबमा जान्छ युट्युबमा हामीलाई युट्युबमा किन हाल्ने यो हामीलाई सबै चिन्नुहुने जतिलाई चाहिँदै बोल्दा नजिक उसले पक्रिहाल्छ होइन हामी भन्ने अँ। कुरै त्यही हो हामीलाई अनि जसले सुविधा राम्रो दिन्छ उसैलाई भोट हाल्नु फेरि पर्यो अर्को पार्टीले फेरि अब जस्तै गरी हेर म बताउँछु हेर जस्तै गरी अब जनताले बोलेर त होइन यसले त पुरा अल विश्वमा जान्छ कि जान्न भन्नु त जान्छ त्यही भएर हामीले अब कुन बाटो अब कसरी हुन्छ हजुरको अमिर बाबुको आइसकेको छ फोन होइन हजुरले गर्नु पर्यो